यो 21 नम्बर जर्सी लगाएकी थाइल्यान्डकी खेलाडी हेर्नुहोस् है त पटरानन उनले चाहिँ कस्तो हरकत गर्छन् हेर्नुहोस् है त। अब उसको हरकत उसले किन यसो गरिन्छ तपाईँलाई थाहा छ। अब हेर्नुहोस् योभन्दा अगाडि पूजा राणालाई यसरी भक्कै लडाएको रहेछ। थाइल्यान्डको यो 20 नम्बर जर्सीलाई हेर्नुहोस् उसले हाम्रो सरोज लिम्बूलाई कसरी हिर्काउँछ। हुन त यो जर्सी नम्बर 21 को सब्स्टिट्युटमा प्रवेश गरेको मैदानमा अब उसले साम्बालाई पनि छोड्दैन, साम्बालाई पनि हिर्काएको छ भने उसले त रेखा पौडेललाई पनि यसरी ब्लक हानेर लडाएको छ भने उसले लडाइ पनि ब्याक किक यसरी हानिरहेको छ। उसलाई यस्तो खतरनाक खेलाडीलाई रोक्नको लागि हाम्रो डिफेन्डर गीता राणाले मात्रै सकेको छ। उसले खुट्टामा टक्क टकेर लडाइरहेको छ। हाम्रा नेपाली चेलीहरू पनि के कम, उनीहरूले पनि जवाफी कारबाहीमा यसरी फाइट गरेका छन्। हेर्नुहोस् सरोज लिम्बूले उनीहरूको जर्सी नम्बर 14 क्याप्टेनलाई यसरी लडाइदिएका छन् पुक्लुकै। फेरि उसले 3 नम्बर जर्सीलाई पनि यसरी नै फल्ट हान्न पुगेका छ भने सरोज लिम्बूले फेरि एकपटक जर्सी नम्बर 21 लाई यसरी बल अगाडि बढ्नबाट ठ्याक्कै रोकिदिएको छ। हाम्रो सरोज लिम्बूले निकै नै गरेको छ भने हाम्रो रेणुका नगरकोटीले जर्सी नम्बर 14 लाई यसरी भक्कै लडाइदिएको छ। यसलाई रिप्लेमा पनि हेर्न सक्नुहुन्छ। जर्सी नम्बर 14 थाइल्यान्डको क्याप्टेनलाई यसरी रेणुका नगरकोटीले चाहिँ फल्ट हानेका छन् भने जर्सी नम्बर 14 बाहिरेपछि क्याप्टेनको आर्म ब्यान्ड पहिरिएका उनीहरूको खेलाडी जर्सी नम्बर 9 लाई रेणुकाले फेरि यसरी नै फल्ट गरे भने यता हाम्रो पूजा राणाले चाहिँ हेर्नुहोस् त जर्सी नम्बर 10 लाई कसरी हानेको छ ट्याक्कै हेर्नुहोस्। यसरी चाहिँ पूजा राणाले जर्सी नम्बर 10 लाई चाहिँ मुक्को तारी दिएर भक्कै लडाइदिएको छ। अब यता हेर्नुहोस् तपाईँले हाम्रो बिमला बिके हेर्नुहोस् भक्कै दियो बिमला बिकेले हेर्नुहोस् है त जर्सी नम्बर 17 लाई ठ्याक्कै। यता हाम्रो सम्माले हेर्नुहोस् जर्सी नम्बर 2 लाई चाहिँ पुस गरेर लडाइदिएको छ। साम्बाको पावर हेर्नुहोस् है त ठ्याक्कै लडाइदिएको छ। यसरी हाम्रो थाइल्यान्ड र नेपाल बिचको मैत्रीपूर्ण महिला खेल सम्पन्न भएको थियो।